मैले फेरि पनि भन्छु, मेरो विचार मिल्ला नमिल्ला, तपाईँ हाम्रो विचार मिल्ला नमिल्ला, तर मैले हिजो गरेको सामाजिक कर्म भोजा थापाले थोरै भए पनि सामाजिक कर्म गरेको थियो है, अलिकति भए पनि अरूभन्दा राम्रो छ है, त्यति मात्रै भनिदिए हुन्छ भन्छु मैले होइन। मैले भने नि काङ्ग्रेस, एमाले, माओवादी, रासोपा अनि अन्य कुनै वैकल्पिक शक्तिहरू अनि अर्कसम्मको त श्रम संस्कृति पार्टी, यी पार्टी नराम्रो होइन क्या, यो पार्टी चलाउने व्यक्तिहरू नराम्रो भएको कारणले यो देशले दुःख पाएको होइन। जसरी अब एमालेको महाधिवेशन भयो होइन, त्यति बेला नेतृत्व परिवर्तन गर्न एमाले सकेन नि त, सकेन त भन्नुपर्छ नि होइन। जनताले चित्त बुझाएनन् नेतृत्वलाई भने त त्यो नेतृत्व महाधिवेशनबाट चेन्ज गर्न सक्नु पर्थ्यो नि त। अनि यी यावत कुराहरू छन् जुन समाजले जनताले रुचाए अनुसारले गर्नु पर्थ्यो होइन, यी पार्टीहरूले गर्न नसकेको कारणले गर्दा आज यसरी यो परिवर्तन आएको छ। अब हेरौँ वैकल्पिक शक्तिबाट, नयाँ भन्ने शक्तिहरूबाट केही यो देशले निकास पाउँछ कि निकास पाओस्, कामना पनि गरौँ होइन। अब ढुक्कैसँग अब देश खत्रै हुन्छ, अब राम्रै अवस्थामा देश पुग्यो, देशको आर्थिक अवस्था स्तर उन्नति राम्रै हुन्छ भन्ने कुरामा त म आफै क्लियर पनि त्यति धेरै त छैन होइन। अब किनभने यो कुर्सी भन्ने कुरा अजिबको चिज रहेछ होइन। यही कुर्सीको कारणले गर्दा अहिलेसम्म यो देशको यो अवस्था भएको होइन, अस्थिरतामा देश ढकलिएको हो। त्यो कारणले गर्दा तर एउटा अपेक्षा चाहिँ हामीले नयाँबाट केही गर्न सक्छौँ भन्छु। हस्, धन्यवाद। हस्, धन्यवाद। हस्।